बलात्कार आरोप लगाएकी युवतीको बारेमा खुल्यो यस्तो रहस्य। एक वर्षसम्म मौन बसेकी युवतीलाई के कसैले उचाल्यो त बलात्कार मुद्दा हाल्नको लागि? आजको यो भिडियो कुनै साधारण खबर होइन। एउटा विषय हो जसले धेरैको मन छोएको छ, धेरैलाई सोच्न बाध्य बनाएको छ। हामी कुरा गर्दैछौँ सागर लम्साल बलेमाथि लागेको बलात्कार आरोपको। दर्शकबिन, जब कुनै कलाकार जसले हामी हाँस्दा हाँस्दै हेर्छौँ, जसको अभिनयले हाम्रो दुःख भुलाउँछ, उही व्यक्ति यस्ता गम्भीर आरोपमा मुछिन्छ, त्यो खबर सुन्दा सबैको मन भारी हुन्छ। तर हामीले एउटा कुरा कहिले बिर्सनु हुँदैन, आरोप लाग्नु भनेको दोषी प्रमाणित हुनु होइन। यो घटनाले दुई पक्षलाई असर पार्छ। एकातिर आरोप लगाउने व्यक्ति, अर्कोतिर आरोप खेपिरहेको व्यक्ति। दुवैको पीडा, दुवैको सत्य अहिले सार्वजनिक रूपमा स्पष्ट भएको छैन। हामी सामाजिक सञ्जालमा छौँ, जहाँ एक सेकेन्डमै कसैले दोषी बनाइन्छ र अर्को सेकेन्डमै निर्दोष घोषणा गरिन्छ। तर के यो सही हो त? हामीले अदालतभन्दा अगाडि नै फैसला गर्नु के त्यो न्याय हो त? दर्शकबिन, यस्तो समयमा हामीले भावनामा बगेर होइन, विवेकले सोच्न जरुरी छ। यो कुरामा दुई पक्ष तरिकाले कुरा चलिरहेका छन्। एकातिर भने एक वर्षसम्म मौन बसेकी युवतीले आखिर कसले उचाल्यो त यति ठुलो मुद्दा हाल्नको लागि भनेर, अर्कोतिर भने के वास्तवमै सागर लम्सालले त्यस्तो काम गरेकै थिए त भन्ने खालको प्रश्न उठिरहेका छन्। तपाईहरू यो विषयमा के भन्न चाहनुहुन्छ? अवश्य पनि कमेन्ट गर्नुहोला।